आज चाहिँ म काठमाडौँको टोडी खेलमा आएको छु। आज चाहिँ तमु र लोसार हो। तमु लोसारमा आएको छु। के छ हालखबर, आज लोसारको हल्लीचल्ली के छ भनेर चाहिँ म आएको छु है। यो भिडियो सुरुदेखि अन्तिमसम्म हेर्नु होला हैन। आज के कस्तो भइरहेछ म तपाईँहरू समक्ष यो भिडियो पुर्याउँदैछु है। आज तमु लोसार चाहिँ विशेष गरी गुरुङ समुदायहरूले मान्ने हो हैन। यहाँ गुरुङ समुदायहरूको उपस्थिति थुप्रै छ। अलिक भिडभाड भएको ठाउँतिर म अगाडि बढ्दैछु। कस्तो छ हैन हेरौँ। मलाई लाग्छ पहिलाको साल भन्दा अलिक पातलो हो कि भन्ने महसुस भइरहेको छ। के पातलो महसुस भइरहेको छ, त्यति खचाखच छैन। साइडमा वरिपरि चाहिँ खानाको स्टलहरू राखेको छ, तर खाने मान्छे भन्दा स्टल चाहिँ धेर भएको महसुस भइरहेको छ। मैले स्टलहरूको भिडियो चाहिँ खिचेको छैन, किनभने त्यो व्यक्तिगत कारोबारहरू हुन्छ होइन। त्यो व्यक्तिगत उयोहरू चाहिँ अलिकति खिच्नु पाइँदैन पनि त्यो हामीले होइन। त्यसो भयो हुनाले त्यो स्टलहरू चाहिँ खानाहरू खाँदै गरेको त्यस्तो स्टलहरू चाहिँ मैले लिएको छैन। विशेष गरी गुरुङ समुदायहरूले चाहिँ नाच्ने गाउने त्यस्तोतिर चाहिँ म हेर्दैछु, तर पहिलाको साल जस्तो त्यस्तो कता धेरै चाहिँ देखेको छुइनँ है मैले। अगाडि बढ्दैछु। पारिलो घाम लागिरहेको छ। पुस महिनाको जाडो छ। जाडोमा यो पारिलो घाम पनि न्यानो छ। मैले पनि निकै बाक्लै ज्याकेट लगाइरहेको छु। म अगाडि बढ्दैछु। हलुका बाक्लो भएको ठाउँतिर, बाक्लो जनघनत भएकोतिर चाहिँ म बढ्न खोजिरहेको छु, तर त्यस्तो खासै चाहिँ छैन यसपालि। मैले पोहोर बितेको साल पनि यहाँ आएर तमु लोसारको भिडियो तपाईँहरूसँग चाहिँ मैले पस्किसकेको छु। मैले यो ठाउँमा तमु लोसार हुँदा अनि यो मगर समुदायहरूले मान्ने माघे सङ्क्रान्तिको भिडियोहरू पनि ल्याइरहेको छु। अनि यो ठाउँदेखि मैले किराँत समुदायहरूले को चाड साकेलाको भिडियोहरू पनि ल्याइरहेको छु। मेरो अगाडिको भिडियोहरूमा हेर्नुभयो भने यो सबै खाली भिडियोहरू हेर्नु पाउनुहुन्छ होइन। गुरुङ समुदाय दाजुभाइहरू निकै आफ्नो ड्रेसमा सजिनु भएको छ। त्यसै गरी गुरुङ चेलीबेटीहरू पनि आफ्नो ड्रेसमा सजिएर आउनु भएको छ। तर बितेको साल जस्तो त्यस्तो अलिक बबालाई चाहिँ देखेको छैन है। यो मेरो निशान भ्लग्स है, निशान भ्लग्स हजुरले हेरेर चाहिँ राम्रो मानिनुहुन्छ, साथ सपोर्ट गर्नुहुन्छ भन्ने लागेको छ। मैंने इसको पहले ध्यान देना क्या साथीको छुप्पा हेर्नुहोस् न हजुर, साथीको छुप्पा जसले हरायो उसलाई चाहिँ मेरो 3 छुप्पा।